Hi everyone, welcome to my channel. आज चाहिँ म तपाईहरुलाई हामीले अस्ति भर्खरै दिएको मास्टर्सको लागि दिएको सीमैट एक्जामको रिजल्ट कसरी हेर्ने भनेर यो भिडियो बनाउन चाहन्छु र तपाईहरु अन्तिमसम्म हेरेर साथ दिनु होला। ल हामी भिडियो सुरु गरौँ है त। सुरुमा तपाईहरु गुगलमा जानु होला। गुगलमा गइसकेपछि चाहिँ सीमैट रिजल्ट भनेर टाइप गर्नु होला। सीमैट रिजल्ट टाइप गर्नु भइसकेपछि तपाईले सुरुमा देख्नुहुन्छ फ्याकल्टी अफ म्यानेजमेन्ट सीमैट एप्लिकेसन स्ट्याटस भनेर। सो तपाईहरु त्यहाँनेर क्लिक गर्नु होला। यो क्लिक गरिसकेपछि एउटा तपाईहरुले के देख्नुहुन्छ र ड्याशबोर्ड देख्नुहुन्छ है फ्याकल्टी अफ म्यानेजमेन्ट सीमैट एप्लिकेसन स्ट्याटस भनेर। अब यदि तपाईहरुले अब एमबीएस को रिजल्ट हेर्न चाहनुहुन्छ सीमैट को भने एमबीएस मा अदरवाइज अब एमबीएम एमआईटीएम एमबीएसीएल एमबीएएम एमबीएएफ एमएचएम एमटीटीएम एमएटीएस यसको हेर्न चाहनुहुन्छ भने सेकेन्डमा अप्सनमा जानु होला है। एमबीए इन फाइनान्स को हेर्न चाहनुहुन्छ भने त्यसपछि तपाईहरुले आफ्नो एसई को सिम्बल नम्बर हाल्नुपर्ने हुन्छ। त्यो हानिसकेपछि भ्यू ट्याबमा जानु होला। यो गरिसकेपछि तपाईले आफूले स्कोर गर्नुभएको मार्क्स चाहिँ देखिन्छ यसरी हैन है। अब यहाँनेर 60 देखाइएको छ। यो स्कोर गर्नुभएको 100 मा। अनि अब तपाईहरुले यहाँ साइडमा स्कोर कार्ड देख्नु भएको छ नि यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ। अनि डाउनलोड गरिसकेपछि चाहिँ तपाईले कलेजमा पछि एडमिसन लिन जाँदाखेरि अब यो तपाईको फर्स्ट स्टेप भयो रिटन एक्जामिनेसन चाहिँ हैन रिटन टेस्ट। यसपछि तपाईहरुको ग्रुप डिस्कसन इन्डिभिजुअल प्रेजेन्टेशन्स इन्टरभ्यु हुन्छ। यो सबै गरेर चाहिँ 200 मार्क्स को हुन्छ नि त। सो त्यसका लागि तपाईहरु कुन कलेज आफुलाई मन पर्ने कलेज कुनमा पढ्न मन छ त्यो कलेजमा गएर यो स्कोर कार्ड पनि प्रिन्ट गराएर त्यसपछि रिक्वायर्ड डकुमेन्ट्सहरु अरु सबै लिएर जानु होला है त। र यस्तै अन्य थप जानकारी लिन चाहनुहुन्छ भने इन्टरभ्यु कसरी प्रिपेयर गर्ने कस्तो कस्तो क्वेशन्सहरु भनेर थाहा पाउन मन छ भने मेरो भिडियोलाई लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। र अर्को भिडियोमा म एकदम डिटेलमा बनाउने छु। Thank you for watching.